안녕하세요. सबैजनालाई स्वागत छ है। हामीले च्याप्टर 1 को यसै च्यानलमा चाहिँ पार्ट 1 मा चाहिँ छ यो यहाँसम्म जुन हामीले पढेको थियौँ। अब यहाँ हामीले पढ्न बाँकी भनेको उन्नुन भन्दा पछाडि छ है। आज चाहिँ हामी यो पढ्नेछौँ है त। हाम्रो मुनबब छ। मुनबब भनेको ग्रामर हो है। मुनबब भनेको के हो त? ग्रामर हो। मुनबब भनेको व्याकरण हो है। मुनबबले हामीले जान्नुपर्ने कुरा के छ भने उन्नुन भनेको चाहिँ हो के हैन। नाउनमा नाउन प्लस अनि उन्नुन भनेको चाहिँ के हो भनेको चाहिँ हो कि है त। चाहिँ उन्नुन भनेको चाहिँ हो। अब यसले के भन्छ भने उन्नुनुन म्याङ्सा वा खेरवाय मुन्जा ए छुजे ना वाजेरुल नाता निन्दा भन्छ के। नाम अथवा सर्वनामको पछाडि जोडिएर है, त्यसमा जोडेर वाक्यमा विषय र जुन कर्ता हो त्यसलाई जनाउँछ भन्छ क्या। विषय र उसको कर्तालाई चाहिँ जनाउँछ भन्छ। अब हामी तल हेरौँ। यदि अब यसमा जान्नुपर्ने कुरा के हो भने यदि नुन भनेको यसमा चाहिँ कन्सोनेन्ट इन्डिङ छ भने उन लगाउनुलाई सी ए। कन्सोनेन्ट इन्डिङ छ भने नुन, यदि भवेल इन्डिङ छ भने नुन लगाउनुलाई भवेल इन्डिङ। भवेल इन्डिङ भएपछि नुन लगाउनु होला र उन चाहिँ कन्सोनेन्ट इन्डिङ छ भने लगाउनु होला। एन्ड इक्जाम्पल हेरौँ। फाचिम छ भने उन लगाउने, फाचिममा छैन हैन, फाचिम छैन भने चाहिँ नुन लगाउने। अब फाचिम छ र छैन भन्नुको मतलब यदि कन्सोनेन्ट इन्डिङ छ, कन्सोनेन्टको जुन पनि लेटर फाचिममा आएको छ, फाचिम भनेको पुच्छ व्यञ्जन है, पुच्छरमा झुन्डिएर जुन कन्सोनेन्ट लेटरहरू कुनै पनि आएको छ भने चाहिँ त्यसलाई कन्सोनेन्ट इन्डिङ भन्छ। अब फाचिम अनि अर्को भवेल इन्डिङ, भवेल लेटरहरू जुन पछाडि आएको छ इन्डिङमा त्यसलाई चाहिँ भवेल इन्डिङ भन्छ है त। अब यहाँनिर देख्न सक्नुहुन्छ फुक्काम भनेको के हो त? फुक्काम म भनेको कन्सोनेन्ट लेटर हो, म तल आएको छ। इन्डिङ भनेको यसको फाचिममा म छ कि है, यसलाई चाहिँ कन्सोनेन्ट इन्डिङ भन्छ। त्यसैले चाहिँ उन जोडिएको छ यता। अब यहाँ छाया छ, यसमा भवेल इन्डिङ छ अनि नुन जोडिएको छ है त। यसरी बुझ्नु होला। अनि अर्को कुरा के भने सरी, हामीले यहाँ इक्जाम्पल हेर्न सक्छौँ। थु आनुन मोक्सु इम्निदा। थुआन चाहिँ सिकर्मी हो है त। थुआन के हो भनेको छ? सिकर्मी हो भनेको छ। अब यसमा थु आन छ, थुआनको पछाडि के छ त? के इन्डिङ छ त? कन्सोनेन्ट इन्डिङ छ नि त है त। यो चाहिँ भयो है त। अब अर्को हेर्नुहोस्। छिन्सु सिनुन वेसावन इम्निदा। वेसावन भनेको कम्पनी कर्मचारी है त। वेसावन भनेको के हो त? कम्पनी कर्मचारी। वेसावन भनेको वेसावन भनेको के हो त? कम्पनी कर्मचारी। कम्पनी कर्मचारी है त। वेसावन भनेको के हो त? कम्पनी कर्मचारी हो। अनि छिन्सुजी चाहिँ कम्पनी कर्मचारी हो भन्छ क्या। अनि छहारासिनुन पाकिस्तान साराम। छहारासिनुन पाकिस्तान साराम इम्निदा। छहाराजी चाहिँ पाकिस्तानको मान्छे हो भन्छ। अब सारामिन इन भनेको फेरि कुनै पनि नाममा इन जोडिएर आयो भने मान्छे भन्ने हुन्छ। छहारासिनुन पाकिस्तान साराम इम्निदा। छहाराजी चाहिँ पाकिस्तानको नागरिक हो अथवा मान्छे हो है त। अनि अर्को कुरा हेर्न सक्नुहुन्छ तल। मातुन खसु आशय भनेको छ मिल्ने कुरा गर्नुहोस् भनेको छ। मिल्ने कुरामा चाहिँ टिक चिन्ह लगाउनुहोस् अथवा कुलो चिन्ह लगाउनुहोस् भनेको छ हैन। रिरी डटर उन्नन नङ्बु इम्निदा। यसमा के छ त? भवेल इन्डिङ छ। भवेल इन्डिङ भयो के लगाउने भनेको चाहिँ नुन लगाउने है त। रिरी नुन नङ्बु इम्निदा है। अब 2 नम्बरमा हेर्नुहोस्। निच्छानान डट उन्नुन थेगुक साराम इम्निदा। निच्छानान उन्नुन थेगुक साराम इम्निदा। यसमा के छ त? कन्सोनेन्ट इन्डिङ छ। कन्सोनेन्ट इन्डिङ भएपछि उन लगाउने है त। यसमा उन हुन्छ। निच्छानानजी चाहिँ थाइल्यान्डको मान्छे हो। रुडीजी चाहिँ किसान हो भन्छ है त। अब छिन्सुसी उन्नुन आक्सेङ इम्निदा। छिन्सुसी। अब सी भनेको के हो त? भवेल इन्डिङ हो। भवेल इन्डिङ भयो के लगाउने भनेको चाहिँ नुन है त। यसमा के हुन्छ? नुन हुन्छ। यसरी चाहिँ जाम। हामी अब तल जाम। अलि तल जाम है त। अब यसमा हेर्नुहोस्। अनि आगुङ डडर थोङथी मोरु साराम इम्निदा।
आगुङ भनेको के हो त कन्सोनेन्ट इन्डिङ भई उन लगाउने है त। त्यसपछि गएर कन्सोनेन्ट इन्डिङ भई उन लगाउने, भावेल इन्डिङ भई नुन लगाउने। यसरी चाहिँ अर्को हेर्नुहोस्, खारिम डट अबु इम्निदा, खारिम कन्सोनेन्ट इन्डिङ छ, कन्सोनेन्ट इन्डिङ भई के लगाउने, उन लगाउने है त। अब सुफिका डट खानोसा हेर्मिदा, सुफिका नर्स हो भनेर भनेको छ। खारिम अबु माझी हो भनेको छ। अबु भनेको के हो त, अबु भनेको माझी हो है त। अबु भनेको माझी हो। अनि त्यो चाहिँ थोङती मोरु सारामिदा पूर्वी टिमुरको मान्छे हो। सुफिका नन खानोसा, खानोसा भनेको के हो त, नर्स हो है त। खानोसा भनेको के हो त, नर्स हो, नर्सलाई के भन्छ, खानोसा भनेको नर्स। अनि अब सुफिका नुन खानोसा हेर्दा सुफिका चाहिँ नर्स हो। ल यसरी हो। अब अलि तल जाम। अब फोगी वा खाची मारे फोसे उदाहरण जस्तै कुराकानी गरी हेर्नुहोस् भनेको छ। अब म एउटा सिकाउँछु अनि आइडिया सिकाउँछु, हजुरले आफै गर्नुपर्ने हुन्छ है। यसरी गर्नुभयो भने प्र्याक्टिस हुन्छ, हजुरलाई अझ धेरै नलेज हुन्छ है त। हजुरले एकदम धेरै सिक्नुहुन्छ यस्तो गर्नुभयो भने। ल सबैभन्दा पहिला यहाँ दिएको छ खुल्लोजा भनेको यो त कामदार हो है त, कामदार हो, श्रमिक हो। अनि इरुम भनेको खाल्लो छ, नाममा के छ त, खाल्लो छ है। नाममा के छ त, यहाँ तपाईँको नाम देख्न सक्नुहुन्छ, खाल्लो छ। त्यसपछि गएर छिगप भनेको पेसा के हो त यसको, खुल्लोजा, श्रमिक हो है त। अब यहाँ भनेको त खाल्लो भनेको के हो, पहिलो कुरा त लास्ट के इन्डिङ छ, खाल्लोको भावेल इन्डिङ छ। अब भावेल इन्डिङ भयो भने नुन जोडेको छ क्या, त्यही भएर चाहिँ यता यहाँ ध्यान दिनु होला, नुन जोड्ने। अब यदि कन्सोनेन्ट इन्डिङ भएको भए उन जोडिन्थ्यो हो, यसरी बुझ्ने। खाल्लो नुन खुल्लो जा हिम्निदा, खाल्लो चाहिँ मजदुर हो भनेको छ क्या। यो इक्जाम्पल दिएको छ, यो इक्जाम्पललाई हेरेर हामीले तलको गर्नुपर्ने हुन्छ है। 1 नम्बरमा हेर्नुहोस्, इबान छ, नाम के छ त, इबान छ। छिगो पेसा के छ त, मोक्सु भनेको के हो त, सिकर्मी है त, सिकर्मी। ल सिकर्मी, मोक्सु भनेको सिकर्मी हो है त। ल अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अब यसलाई कसरी बनाउने भनेपछि इबान भनेको कन्सोनेन्ट इन्डिङ छ, इबानुन उन जोड्यो भने नमाथि गएर उन उच्चारण हुन्छ क्या। इबानुन मोक्सु इम्मिदा, इबान चाहिँ सिकर्मी हो हैन। अब 2 नम्बरमा हेर्नु, इरुम छ सुरु अनि छिगप छ खानोसा। अब सुरु के छ त, भावेल इन्डिङ छ, सुरु नुन खानोसा इम्मिदा, सुरु चाहिँ नर्स हो। यसरी चाहिँ आदि सुन वेसावान इम्मिदा मुनिकानन सनसेङनिम इम्मिदा हो, यसरी बनाउने है त। ल अब हामी तल जाम। अब थेवा 2 मा जाम। हामी पहिला थेवा 2 को बारेमा अलिकति चर्चा गरौँ है त। अनि त्यसपछि चाहिँ गरौँला। ल हेरौँ है त। थेवा कन्भर्सेसनमा हेरौँ। निच्चानान भन्ने व्यक्ति हुनुहुन्छ, एउटा खाल्लोजी भन्ने हुनुहुन्छ। 2 बीच कन्भर्सेसन भइरहेको छ, कुराकानी भइरहेको छ है। अब निच्चानानजीले भन्छ 안녕하세요 भन्छ क्या, नमस्ते, हेलो भन्छ। छनुन निच्चानानइम्निदा, म चाहिँ निच्चानान हो भन्छ कि। थेगुक सारामिम्निदा, थाइल्यान्डको मान्छे हो भनेर भनेको छ है त हैन। अनि थेगुक सारामिम्निदा, थाइल्यान्डको मान्छे हो भनेको छैन। अब खाल्लोले भन्छ 안녕하세요, हेलो। छनुन खाल्लो इम्निदा, म खाल्लो हो, मेरो नाम खाल्लो हो, अथवा म खाल्लो हुँ भनेर भनेको छ क्या। फिलिपिन सारामिम्निदा, म फिलिपिनको मान्छे हो। अब निच्चानिन भन्छ खाल्लो सिनुन हाक्सिमिम्निदा, खाल्लोजी चाहिँ विद्यार्थी हो भनेर सोध्छ। अनि खाल्लोले भन्छ आनियो छनुन खुल्लो जाइम्निदा, हैन म मजदुर हो भनेर भनेको छ है त। ल एकछिन कुराकानी सुनौँ हामी। 안녕하세요. 저는 니차난입니다. नमस्ते, म निच्चानान हो भन्छ। 사람입니다. 태국 사람입니다 भनेको चाहिँ। 안녕하세요. नमस्ते, 저는 칼로입니다. म चाहिँ खाल्लो हो, 필리핀 사람입니다. फिलिपिन सारामिम्निदा। 칼로 씨는 학생입니까? खाल्लो सी हाक्सिङ विद्यार्थी हो, 아니요. अनि हो होइन, 저는 म चाहिँ 근로자입니다. खुल्लो जाइम्निदा, मजदुर हो भन्छ है। ल यहाँ हेर्नुहोस्। अब तल जाम हामी। थेदाबे फसेयो जवाफ दिइहेर्नुहोस् अथवा उत्तर दिनुहोस् भनेको छ। निच्चानानुन अनु नारा साराम इम्निका भन्छ। निच्चानान चाहिँ कुन देशको मान्छे हो भनेको छ। निच्चानान चाहिँ कहाँको मान्छे हो त, थेगुको, थाइल्यान्डको मान्छे है त।
태국 사람입니다. 니차는 चाहिँ 태국 사람입니다. अनि अर्को खाल्लो सी는 학생입니다. खाल्लो चाहिँ विद्यार्थी हो भनेर सोधेको छ. खाल्लो चाहिँ के हो त? खुल्लो जा입니다. खाल्लो는 학생입니다. 아니요. खाल्लो는 के हो त? खाल्लो चाहिँ खुल्लो जा입니다. है त. ल अब तल हेर्नुहोस्. 제시된 표현을 활용하여 प्रस्तुत गरिएको अभिव्यक्तिलाई 표현하다 भनेको अभिव्यक्त गर्नु है. अभिव्यक्ति यहाँनिर छ. तपाईँले 제시되다 भनेको प्रस्तुत गर्नु, 표현 भनेको 표현하다 अभिव्यक्तन दिनु, 활용하다 भनेको के गर्नु त? प्रयोग गर्नु है त. 활용하다 भनेको कुनै पनि कुराहरू हैन, यो लेखन विधि प्रयोग गर्नु, 활용하다 है त. 대답에 보세요. जवाफ दिई हेर्नुहोस् है त. अब उदाहरण हेर्नुहोस्. नाम रिडी छ, देशको नाम छुङगुक छ. अब यो के हो त? वेसाउन कम्पनी कर्मचारी हो त? हैन भनेको छ. इन्टु दिएको छ. हाक्सिङ हो? यस, हाक्सिङ हो. ओके, हाक्सिङ हो है. अब तल दिएको छ फाथु दिएको छ, मङ्गोल साराम. फाथु मङ्गोल साराम, हाक्सिङ होइन, खुल्लो जा हो भनेको छ. यसरी भन्छ. अब यहाँनिर खाले भन्छ रिडिसी रिडिजी भन्छ. रिडिजी는 중국 사람입니까? रिडिजी चाइनाको मान्छे हो भन्छ. नाले भन्छ 네 저는 중국 사람입니다. हजुर म चाइनाको मान्छे हो भन्छ. अब खाले भन्छ रिडिसी는 회사원입니다. रिडिसी는 회사원입니까? रिडिजी कम्पनी कर्मचारी हो. अनि नाले भन्छ 아니요 저는 학생입니다. होइन, म विद्यार्थी हो भन्छ. यसै गरी बनाउनु पर्ने हुन्छ. हामीले चेन्ज गर्ने रिडीको ठाउँमा चेन्ज गर्ने है यसमा. अनि छुङगुकको सारामा के भनेको छ त? मङ्गोल राख्ने. अनि छुङगुकको ठाउँमा मङ्गोल भयो. रिडीको ठाउँमा के राख्ने त? फाथु भयो. वेसावनको ठाउँमा हाक्सिङ राख्ने. हाक्सिङको ठाउँमा खुल्लो राख्ने त. ल बुझ्नुभयो नि? हो, यसरी बनाउने. अब यहाँनिर के भन्ने भनेपछि खाली भन्छ फाथुसी는 몽골 사람입니까? अनि खाली भन्छ 네 저는 몽골 사람입니다 भन्छ. अनि खाली फेरि भन्छ फाथुसी는 학생입니까 भन्छ. नाले के भन्ने फेरि 아니요 저는 근로자입니다. यसरी बनाउने है त. ल